हेलो एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। आइहोप सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै नै छु। आज चाहिँ हामी छोरीलाई भिटामिन खुवाउन गयौँ अनि हामी चाहिँ बिहानै 4 बजी उठेर गएको। अनि अलिक पछि गयो भने लाइनमा बस्नुपर्छ, कति धेरै मान्छेहरू आउनुहुन्छ नि त, एकदम लामो लाइन हुन्छ। अनि हामी फर्किँदा पनि यति अँध्यारो थियो क्या, अनि हल्का कति राम्रो थियो क्या यहाँनिर ठाउँ। अनि मैले थोरै क्लिप लिएँ यहाँको। अनि त्यसपछि पुग्यौँ हामी घर। अनि घर पुगेर चाहिँ हामी फेरि पनि सुतेको, अनि सुतेर उठेर मैले मेरो छोरीलाई फ्रुट्स दिएँ। कस्तो माया लाग्दो गरेर खाएको देखेर मलाई भिडियो बनाउन मन लाग्यो, अनि मैले भिडियो पनि गरिदिएँ। त्यसपछि नास्ता खाने टाइम हुन्छ, अनि मेरो छोरीले लिटो खाइन् अनि मैले चटपटे खाएँ। एन्ड देन फेरि सुतेर उठिन् मेरो सानो। अनि साँझमा एकछिन खेल्नुपर्छ नि त। अनि म भिडियो गर्न लागेको थिएँ कि मान्दै नमानेर यस्तो हुन्छ हालत त यहाँ। अनि आजको भ्लग यहीँ एन्ड हुन्छ। थ्याङ्क्स फर वाचिङ। बाई बाई सबैजनालाई।